यो कुरा काट्न भरपर्दो मान्छे भनेको चाहिँ के हुनुपर्छ आफ्नै छोराछोरी कि हुनुपर्छ आफ्नै बुढा कि आमा बाउ कि दाजुभाइ अनि दिदीबहिनी अरूसँग चाहिँ आफ्नो मनको कुरा खोल्नु पनि हुँदैन केही भन्नु पनि हुँदैन साथीहरू राम्रो भन्नु पनि नराम्रो हुन्छ बरु जे भन्ने आफ्नै परिवारसँग भन्ने अनि हामी चाहिँ दिदीभाइ यसो कुरा काटेर जस्तो एक्टिङ पारिरहेको थियौँ त्यही बिचमा हाम्रो चाहिँ स्मुदी आयो ब्लुबेरी स्मुदी ब्लुबेरी अनि त्यस पछाडि अनि हामी चाहिँ एउटा जुसमा 3 जना लागि परेको थियौँ खानालाई म मेरो दिदीको छोरी मेरो भाइ एकजनालाई खाइसकेपछि अर्कोले कतिखेर दिन्छ भनेर हिँडेर बसिरहेको थियौँ हामीहरू यस्तो थियो हाम्रो चाहिँ पारा आज साथीहरू अनि मेरो भाइले चाहिँ म भन्दैछु हेर तल मैले यो खुवाइरहेको छु तैँले त केही न केही त भन्नु पर्यो दिदी यस्तो उस्तो भनेर भन्नु पर्यो भनेर भनिरहेको थिएँ अनि त्यस पछाडि हेर्नु न उहाँ एउटा स्मुदीमा हामी 3 जना भनेपछि मैले भनिहालेँ त हाम्रो पारा हेरिहाल्नु भयो नि तपाईँहरूले हामी यस्तो छौँ अनि हाम्रो भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला मन परेमा सब्सक्राइब पनि गरिदिनु होला अरे क्या साथीहरू ओके बाई थ्याङ्क्स फर वाचिङ एकदम मिठो थियो मिठो पनि कस्तो लाग्थ्यो मलाई त त्यो दहीलाई मेस गरेर ग्राइन्ड गरेर दिए जस्तो टाइपको लाग्यो है मलाई यो चाहिँ खासै मिठो चाहिँ लागेन साथीहरू